हेलो सेवा नमस्ते गुड मर्निङ एभ्रिवान म चाहिँ अमृत राई। आज पनि फेरि मैले एउटा सानो ब्लग लिएर आएको छु। आजको मेरो ब्लग चाहिँ के को भन्दाखेरि दिवालीको प्रिपरेसन। अगर हजुरहरूलाई यो मेरो भिडियो मन पर्यो भने चाहिँ प्लिज लाइक शेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सनुहोला। भोलि चाहिँ दिवाली हो, मतलब दिवाली त लागिसकेको छ। भोलि चाहिँ खास लक्ष्मी पुज्ने दिन, तर हाम्रो चाहिँ यहाँ भर्खर कलरिङ चल्दैछ। कहिले त हो कुन्नी यहाँ हेरिहाल्नुहोस् होला, इँटामा कलर बाबाले लगाउनु भएको। यहाँ चाहिँ बाबा यता हेर्नु त बाबा, टोपी निकालिदिनु त, फेस हेरिदिनु त, यता फर्किनु न। यताबाट पनि देखाइदिउँ होला। बाबा चाहिँ यहाँ कलर गर्नु हुँदैछ। यहाँ चाहिँ आज लगाउनु बोलाइरहनु भएको छ। यहाँ भरे मिस्त्रीहरू आउँछ। अहिले चाहिँ यो खुर्केर यस्तो बनाइरहनु भएको छ हो। त्यो छ नि, भरे यस्तो गर्दाखेरि चाहिँ अर्कै चेन्ज हुन्छ घरको कलर। यहाँनिर चाहिँ कलर गर्नुहुँदैछ हो। त्यहाँनिर खुर्किसकेर यहाँ गर्नुहुँदैछ है। सबै गर्नुपर्छ, यो इँटा सिटामा गर्नुपर्ने अरे। भगवान् कति हेन्सम दिएको, यता हेर्नु त। हेलो माइजू, हेलो हेलो। सुकाइ गएछ, 2 बेटे हो हजार। तपाईँ त लाग्ला नि देउता, ठाकुर लाग्छ है, सोधेर पनि गर्नुपर्छ त। ठाकुर एकदम गुस्सा भन्दा फेरि जान्छ नि, यस्तो हुन्छ साँच्ची। ठीक छ, अब बादमे भन्छु ल। यस्तो छ भरे चाहिँ हाम्रो कलर लगाएर लाइट लगाएर यो कस्तो हुनेछ तपाईँहरूलाई देखाउँछु। ह्याप्पी दिवाली 2025 को चाहिँ हाम्रो यस्तै छ। घरको डेकोरेट चिलिमिली हो, यस्तो चल्दैछ हाम्रो यो। अनि घर चाहिँ हाम्रो यस्तो हो। यहाँनिर हाम्रो चाहिँ सानो फेरि के हुँदैछ, लक्ष्मी पूजा पोस्टको लागि चाहिँ दियो तयारी हुँदैछ। मेरो चाहिँ बुढीको रङ्गोली यस्तो दामी बनाएको छ। ठ्याक्कै कस्तो बनाएको छ भन्ने बित्तिकै छापेर बनाएको जस्तो छ, तर छापेर बनाएको होइन है। यो हाम्रो यस्तो छ डेकोरेट। तपाईँको दामी आउँदैछ मलाई दिनु चाहिँ। 7:12 टाइम थियो, त्यही कारण टाइममै पुगिसक्नु भइसक्यो। यहाँनिर चाहिँ अब सुरु भयो बत्ती बाल्नु। हल्का डान्स गर्नुपर्छ। लक्ष्मी पूजा 7:12 स्टार्ट हुन्छ। जति पनि हाम्रो दिदी बहिनीहरू छ, लक्ष्मी पूजा आफ्नो आफ्नो घरमा लक्ष्मी पुजिसकेर काली मण्डपमा सबै नेपाली समाजको दिदी बहिनी दाजुभाइहरू सबैजना उपस्थित हुनुपर्छ। उहाँले चाहिँ बालिसक्नु भएछ है, सबै बालिसक्नुभयो। पहिला गेटतिर लगाउँ है। पहिला गेट 2025 को दिवाली चाहिँ सबैको कुशल मङ्गल जाओस् है, यही शुभकामना गर्दछु महालक्ष्मी मातासँग। काली मातासँग। अब चाहिँ यहाँ मेरो वाइफले लाउनु हुँदैछ यहाँनिर। दिदीहरू लगाइदियो है। Happy Diwali to all of you.
फोटो खिच्नु कि भिडियो यहाँ चाहिँ आमाले टिका लगाइदिँदैछ यहाँ चाहिँ आमाले टिकी टिकी अरे मैले पनि यहाँ चाहिँ आमाले टिका लगाइदिँदैछ पूजा सकिसकेर आमाले तिल जौ लगाउनु भएको अरे अब सबैलाई पुज्नु सकिँदैन अनि त्यही कारणले यहाँ सबै यतातिर पनि यस्तो गर्नु पर्दो रहेछ यही हेरेर हामीले फ्युचरमा पनि सिक्नुपर्छ ढ्यापै हान्नुपर्छ क्या मार्तोलले बाबाले जस्तै हस् त एभ्रिवान आजको मेरो भिडियो चाहिँ यहाँसम्म मात्रै थियो होइन अगर हजुरहरूलाई यो मेरो भिडियो मन पर्थ्यो भने चाहिँ प्लिज डोन्ट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब ओके बाई बाई सी यू नेक्स्ट भिडियो